हालेलुया। सबैजना जय मसीह। जय मसीह। हालेलुया। हालेलुया। हामी आज आइपुग्यौँ। यो बाटो म हिँडेको बाटो है प्रियहरू। यहाँबाट तल हेर्नुभयो भने चिउँदरी खोला भन्छ, च्याहानमारा भन्छ। अनि यो ठाउँबाट आउनुभयो भने यो खलङ्गा भन्छ। सानो सानो बाटो थियो, अहिले त पिच भएर ठुलो बाटो भएछ। यहाँका मान्छेहरूले आशिष पाए। कति छिटो परिवर्तन भयो। प्रभुलाई महिमा होस्। राजाहरूको पालामा यस्तो थिएन, दुःखदायी थियो, हिँडेर जानु पर्थ्यो, कैयौँ समयसम्म कष्टहरू थियो। तर अहिले त हाम्रो परमेश्वरले यो ठाउँलाई आशिष गर्नुभएछ। जब योदाको बेथलेहममा नाओमी फर्केर आई, सबैले भन्न लागे, हेर यिनी नाओमी होइनन्। नाओमीले एउटा कुरा भनेको छ, मलाई नाओमी नभन, मलाई मारा भन, किनभने परमप्रभुले मेरो हृदय गीत बनाइदिनु भएको छ भनेर उनले भनेकी छिन्। यो भन्दै गर्दाखेरि मैले नाओमीलाई आफ्नो जीवनसँग तौलेको त होइन। हामी त दुःख र कष्ट पाएर यो ठाउँबाट निस्केका हौँ। तर परमेश्वरले हामीलाई फेरि टाढामा आइपुगेका छौँ। कहाँदेखि आइपुगेको छौँ हामीलाई नै थाहा छैन है। म चाहिँ कहाँ पुगेँ यस्तो डाँडाहरू छ।